नमस्कार सबैजनालाई। के छ साथीहरु, सन्चै हुनुहुन्छ? आयो सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। केही समय पहिला आफ्नो फेसबुक मोनेटाइजेसन भएको कुराहरु तपाईहरुलाई जानकारी गराएको थिएँ। धेरै साथीहरुले मलाई प्रश्न गर्नुभएको थियो, फेसबुक मोनेटाइजेसन कसरी हुन्छ, फेसबुकमा कसरी काम गर्ने भनेर धेरै साथीहरुले मलाई क्वेशनहरु गर्नुभएको थियो। भ्युज कसरी बढाउने, लाइक कसरी बढाउने र फलोअर्स कसरी बढाउने भन्ने कुराहरु धेरै साथीहरुले मलाई सोध्दै पनि आउनु भएको छ, सोधिराख्नु भएको छ र म यसै विषयमा केन्द्रित रहेर आज म तपाईहरुलाई मेरो फेसबुक मोनेटाइजेसन हुनुभन्दा पहिले मैले कसरी काम गरेँ र मोनेटाइजेसन गरिसकेपछि मैले कसरी काम गरिरहेको छु, मेरो फलोअर्स कति हुनुहुन्छ, कति भ्युज गएको छ र कति भ्युज जाँदा कति कमाइ हुन्छ भनेर तपाईहरुलाई म आज देखाउन गइरहेको छु। मेरो भिडियोको साइज थोरै लामो हुन सक्छ, मेरो भिडियोलाई स्किप नगरिदिनु होला ताकि तपाईहरुले पनि कुनै दिन आफ्नो फेसबुकलाई मोनेटाइजेसन गरेर फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ। साथीहरु, मैले फेसबुक मोनेटाइजेसन भएपछि निरन्तर फेसबुकमा काम गर्दै आएको छु, तपाईहरुले पनि देख्नु भएको छ। मैले फेसबुकमा निरन्तर काम गर्दै जाँदा आज मैले 0 देखि आज मेरो फेसबुकमा 9000 फलोअर्स पुग्न गएको छ र मेरो एउटा भिडियोमा, एउटा रिल्समा मात्रै 2 मिलियन भ्युज गएर मेरो भिडियो भाइरल भएको छ। त्यस्तै गरी 2-3टा अरु भिडियोहरु पनि भाइरल भएका छन्। त्यसकारण तपाई पनि एउटा फेसबुकमा कन्टेन्ट बनाउँछु, भिडियो बनाउँछु, मसँग पनि कला छ, मसँग पनि गला छ भनेर फेसबुकमा निरन्तर काम गर्न चाहनुहुन्छ भने नआत्तिनुहोस्। एक दिन तपाईको फेसबुकमा पनि भ्युज, फलोअर्स र लाइक कमेन्टको वर्षा हुन्छ। मेरो फेसबुक आइडी मोनेटाइजेसन भएसँगै मैले मेरो भान्जाले केही कुराहरु मोनेटाइजेसनको बारेमा सिकाएको थिएँ र त्यही रुल्सलाई फलो गरेर कन्टिन्यू फेसबुकमा काम गरिसकेपछि मेरो भान्जालाई पनि आज फेसबुकले मोनेटाइजेसन दिएर फेसबुकबाट आम्दानी गर्न लागिसक्नु भएको छ। माथि देख्न सक्नुहुन्छ। म सँगै मेरो भान्जालाई पनि केही कुराहरु सोधेर सिक्न सक्नुहुन्छ। फेसबुक मोनेटाइजेसन गर्नको लागि पहिलो कुरा तपाईहरुको कन्टेन्ट ओरिजिनल हुनुपर्छ। तपाईले राखेको भिडियोलाई अन्य साथीहरुले रुकेर हेर्नुपर्ने हुन्छ, तब मात्रै तपाईको फेसबुक मोनेटाइजेसन हुन्छ। तपाईको यस्तो भिडियो हुनुपर्छ जुन तपाईको फलोअर्स तान्नको लागि तपाईले राम्रो भिडियोहरु बनाउनु पर्छ, जुन तपाईको भिडियोले आकर्षित गराएर त्यो भिडियोमा रुकेर हेर्नुपर्ने हुन्छ, तब मात्र तपाईको फलोअर्स बढ्छ। तपाईले आज एउटा कन्टेन्टमा बनाउनु भएको छ, भोलि अर्को कन्टेन्टमा बनाउनु भएको छ भने फेसबुकको अल्गोरिदमले त्यो मान्दैन। तपाईले निरन्तर रूपमा एउटै कन्टेन्टमा भिडियो बनाइराख्नुहोस्। तपाईको आज फेसबुकमा काम गर्दै गर्दा लाइक कमेन्ट आएन भने चिन्तित नहुनुहोस्। फेसबुकमा निरन्तर काम गर्दै जाँदा एक दिन फेसबुकबाट तपाईको लाइक कमेन्टको बर्सात हुनेछ, फेसबुक मोनेटाइजेसन हुन्छ। अहिले फेसबुकमा जसले निरन्तर काम गर्न चाहनु भएको छ, निरन्तर रूपमा फोटो भिडियोहरु पोस्ट गरिरहनु भएको छ, त्यस्तो साथीहरुलाई फेसबुकले आफै नै इन्भाइट गरेर मोनेटाइजेसनको टुल्सहरु दिएको छ। तपाईहरुले पनि आफ्नो फेसबुकमा निरन्तर रूपमा काम गर्नुहोस्, तपाई पनि एक दिन सफल हुनुहुनेछ। र फेसबुकबाट एउटा रिलमा कति भ्युजबाट कति पैसा कमाउन सकिन्छ भन्ने कुरा म एउटा भिडियो लिएर आउने छु, ताकि त्यो भिडियोबाट तपाईलाई मैले देखाउने छु मेरो जस्तै यो 2 मिलियन भ्युजमा कति पैसा कमाउन सके त मैले भनेर त्यो अर्को भिडियोमा देखाउने छु। मेरो भिडियो हेर्न चाहनुहुने साथीहरुले कमेन्ट गरेर देखाउनु होला, ताकि तपाईहरुले पनि बुझ्नु हुनेछ कि फेसबुकमा काम गर्दा कसरी पैसा दिन्छ फेसबुकले। साथीहरु, तपाई पनि एउटा कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने मलाई इनबक्स पनि गर्न सक्नुहुन्छ र माथि देख्न सक्नुहुन्छ मेरो भान्जा, उहाँलाई पनि तपाईहरुले चाहिँ इनबक्स गरेर सोध्न बुझ्न सक्नुहुन्छ। उहाँको पनि आइडी मोनेटाइजेसन भएको छ। फेसबुकमा नामसँग इज्जत र पैसा पनि कमाउन सक्नुहुन्छ। त्यसकारण तपाईहरुले एक अर्कालाई सपोर्ट गर्नुहोस्, आफ्नो भिडियोलाई कन्टिन्यू गर्नुहोस्, दिनदिनै आफ्नो कन्टेन्टहरु क्रिएसन गरेर पोस्ट आउनुहोस्, ताकि तपाई पनि एक दिन सफल हुनुहुनेछ। मैले आजसम्म फेसबुकमा कति पैसा कमाए र कति भ्यू जाँदा कति पैसा कमाइन्छ भन्ने कुरा म अर्को भिडियो लिएर छिट्टै नै आउने छु भन्दै तपाईहरु पनि फेसबुकमा निरन्तर काम गर्नुहोस्। यदि नबुझेको कुराहरु मलाई इनबक्स गरेर पनि बुझ्न सक्नुहुन्छ, मेरो भिडियोमा कमेन्ट गर्नु होला, ताकि मैले तपाईहरुलाई बुझाउन सकु। यति भन्दै मेरो आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते सबैजनालाई।